Okay. So everyone got the friends in their life who are not just friends but more like a brother. And for me, that's Krishna. And now he's about to start a new chapter in his life. He's going abroad. And well, अब भेटिन्छ कि भेटिँदैन त्यही भएर हामीले चाहिँ एउटा लास्ट ट्रिप प्लान गऱ्यौँ. And the plan was day 1 गान्द्रुक, day 2 कालिका मन्दिर एन्ड बन्जी, day 3 पोखरा घुम्ने एन्ड day 4 ऊ चाहिँ फर्किन्छ. त्यसको लागि कृष्ण पोखरा आयो एन्ड वी मेट. अनि जब हामीले सब प्लान बनाइसकेको थियौँ तब उसको एउटा कल आउँछ. ल केही भन्न. एन्ड वी गट टु नो कि उसको भिजाको लागि केही डकुमेन्ट भर्नलाई भोलि नै काठमाडौँ फर्किन पर्यो. एन्ड सब प्लान जे प्लान बनाएको थियौँ सब सक्यो. एन्ड वी वर डुम्ड. रातिको 7 बजिसकेको थियो. हामीलाई के गर्ने केही थाहा थिएन. त्यत्रो प्लान बनाएको, कति महिनादेखि एक महिनादेखि प्लान बनाएको पुरा सब चकनाचुर हुन लागेको थियो. हामीसँग अब 3टा मात्र अप्सन थियो. द फर्स्ट अप्सन वाज अहिले लेक साइड जाने. साँझको 7 बजे भइसकेको थियो. अहिले लेक साइड जाने, लेक साइड गएर राति रमाइलो गर्ने एन्ड भोलि कृष्ण घर फर्किन्छ. एन्ड द सेकेन्ड अप्सन वाज अहिले नै बाइक रेन्ट गर्ने र अहिले नै बागलुङ लाग्ने एन्ड गान्द्रुक चाहिँ हामी नजाने, क्यान्सल गर्ने. र थर्ड अप्सन वाज टु फलो द सेकेन्ड अप्सन. राति नै 7:41 PM राति नै हिँड्न पऱ्यो यहाँ. केटो गान्द्रुक जान्छु भनेर राति फर्किनु पऱ्यो यहाँ. And then we rented a bike, a freaking bullet rent गऱ्यौँ क्या हामीले. And it cost 8K for 2 days by the way. 8,000. हामीले सस्तो बाइक पनि रेन्ट गर्न सक्थ्यौँ तर नाइ, कृष्णलाई सस्तो बाइक चाहिएको थिएन. कृष्णलाई एउटा बुलेट चाहिएकै थियो. जसरी भए पनि बुलेट नै चाहिएको थियो र त्यसको लागि 8,000 तिर्न परिरहेको थियो 2 दिनको लागि विदाउट एनी पेट्रोल कस्ट बाई द वे. एन्ड वेल आई डिडन्ट कम्प्लेन एज वेल किनकि मैले पैसा तिरिरहेको थिएन, उसले नै पैसा तिरिरहेको थियो. मलाई मस्तले पछाडि बसेर भ्यू इन्जोय गर्दै हिँड्यो. दो केही भ्यू देखिरहेको थिएन. आई वाज इन्जोइङ माइसेल्फ सिटिङ इन ब्याक किनकि समवेयर इनसाइड मलाई फिल भइरहेको थियो कि दिज आर द मोमेन्ट्स विथ कृष्ण विच आई विल रिमेम्बर द मोस्ट. एन्ड वेल कृष्ण वाज इन्जोइङ टु किनकि रोड पुरै खाली थियो एन्ड उसले 80 to 100 km/h चलाइरहेको थियो. ब्रो आई वाज सिटिङ माइसेल्फ इन द ब्याक. के भन्न. हेलो मी माइसेल्फ कृष्ण बहादुर फुला. म चाहिँ बनेपाबाट आएको. मेरो साथी आनन्द अधिकारी चाहिँ यहीँ पोखरामै पर्छ. अनि कुरा के हो भन्दाखेरि फाइनली हामी चाहिँ होटल रूम वाज एक्चुअली गुड. त्यहाँ इभन जकुजी थियो ब्रो. जकुजी ड्याम. एन्ड देन त्यसपछि हामीले अलिअलि रमाइलो गरेर वी वेन्ट टु स्लिप किनकि भोलि हामीलाई छिटै उठ्न थियो. र नेक्स्ट मर्निङ चाहिँ म बिहानै 4:30 बजे 3 बजे उठेर केटो कफी बनाउँदैछ यहाँ.
चिया बनाउने एकचोटि सुत्न पनि देखाएन जबरजस्ती उठायो कृष्णले बिहान 4:30 बजे र रेडी हुन लगायो र त्यहाँबाट चाहिँ हामी कालिका मन्दिरतिर लाग्यौँ हामी चाहिँ कालिका मन्दिरतिर त्यता जाँदा जाँदा मैले मनमा नै सोचिरहेको थिएँ कि ब्रो टाइम इज रनिङ फास्ट एन्ड आई एम गोना मिस बिङ विथ हिम एन्ड मैले जति सक्दो त्यति धेरै कृष्णको मोमेन्ट्सहरू क्याप्चर गर्न खोजिरहेको थिएँ यहाँ चाहिँ आउने मेरो पहिल्यैदेखि इच्छा थियो तर भगवान्ले आज साइड जुराउनु भयो आइ एम सो एक्साइटेड आइ एम सो ह्याप्पी एक्साइटेड एज वेल यहाँ पछाडि हेर्नु न अझै यहाँ आनन्द र मलाई सबैले उस्तै भनेर केही छैन दाजुभाइ हो भनेर यहाँ पाली दाइले भर्खरै दाजुभाइ हो गर्छु लुक एट हिम मम्मीलाई पनि कालिकाको दर्शन गराउने भन्दै त गइरहेछ Very nice. र त्यसपछि हामी मन्दिरबाट होटलमा फर्क्यौँ र अलि रेस्ट गऱ्यौँ वी डिन्ट रेस्ट एट अल हामी ठाउँको ठाउँ ब्याग प्याक गरेर कुसमतिर लाग्यौँ जाँदा जाँदा बिचमा हामी नेपालको सबैभन्दा लामो झुलुङ्गे पुलमा गयौँ एन्ड ओल्लो कुनादेखि पल्लो कुनासम्म हिँड्ने प्लान गऱ्यौँ अल दिस वाइल मेरो दिमागमा हाम्रो सब मेमोरिज खेलिरहेको थियो एक्चुअली हामी फर्स्ट टाइम 11मा भेटेको थियौँ आई वाज दिस साई इन्ट्रोभर्टेड गाई एन्ड हि वाज फुल अफ जोय एक्सट्रोभर्टेड गाई एन्ड फर्स्ट टाइममै म ऱ्यान्डमली उसँग बेन्चमा बसेको थिएँ एन्ड देन वेल एज दे से द रेस्ट वाज हिस्ट्री कति हाँसियो कति खेलियो कति लडियो अनि एभ्री डे सँगै क्यान्टिनमा बसेर खाजा खाएको बाई द वे मैले कहिले पनि आफै गएर खाजा किन्थेन है मलाई त्यो क्यान्टिनको त्यो भिडमा गएर खाजा माग्न नै लाज लाग्थ्यो कि अनि एभ्री डे इट वाज हिम जो कि गएर खाजा किन्थ्यो र ल्याएर दिन्थ्यो मलाई सरहरूबाट गाली खाएको अलिअलि बङ्क हानेको एकअर्काको लागि स्ट्यान्ड लिएको सब याद आइरहेको थियो फाइनली एन्डसम्म पुगेका छौँ हामी And after that we went to the cliff, which is Nepal's largest bungee jumping area by the way. So, हामी चाहिँ पुगेका छौँ अब क्लिफमा केटो रेडी छ हान्न and he was constantly asking me to jump too. Bro, यति डराएको थिएँ म आई कान्ट इभन एक्सप्लेन के जम्प उसले हान्न लागिरहेको थियो डराएको चाहिँ म थिएँ के पुरै हातहरू कामिरहेको थियो मेरो तल हेर्दाखेरि त्यो टाउको दुखिरहेको थियो मैलाई डर लागिरहेको थियो गर्न गइरहेको ब्रो आम स्केयर्ड एज एन्ड फर सम रिजन हि वाजन्ट स्केयर्ड एट अल के एन्ड वेल दिस वाज द कृष्ण आई अलवेज न्यू कुनै कुराबाट नि डराउँदैन केही गर्न मन छ भने गरिहाल्छ He knows what he wants and what to do in life. Life ma jati nai lowest point bhayo ni he always comes back stronger and that's what I like the most about him. And after that we ate meal and after constantly asking me
मैले फाइनल डिसाइड गरेँ कि म चाहिँ वाल क्लाइम्बिङ गर्छु, जो कि मैले गरेँ र मैले बेल नि बजाएँ भाइ। आइ एम प्राउड अफ द्याट। ल फाइनली केटोको पालो आइसकेको छ यहाँ। अब चाहिँ हामी हिँड्न लाग्यो बन्जी जम्पिङको लागि। मैले डर लागिरहेको यार। यतिको है त, म काउन्टडाउन गर्छु अगाडि जाने है। There he was, flying there. I wonder what he was thinking at that time. I wonder if he will remember all those moments of us or not. I was wondering what will happen if he goes abroad. I was wondering if we will be like these friends or not in the future. त्यसपछि हामी त्यहाँबाट फर्क्यौँ। ल केटोलाई मैले यहाँ मैले फोटो खिचेको ठाउँमा ल्याइसकेको छु। अब चाहिँ अरू आउँदै है। केटोलाई मैले यहाँको अब खाजा खाएर सक्यौँ। अब चाहिँ कायाकिङ गर्न पन्जा त्यहीँ रहेछ। अब कायाकिङ गर्न हिँड्ने अब। अनि कायाकिङ गऱ्यौँ। And at that moment, I was full emotional. My whole heart was being heavy. All I was able to think was if this time would stop and I would spend a bit more time. अब चाहिँ हामी फर्किन लाग्यो। वेल यहीँसम्म अब सक्यो। अब कायाकिङ सक्यो, फर्किन लाग्यो। अब बाइक रेन्ट गरेको बेला फर्काउन लगिराख्नु यहाँ। वेल देन त्यसपछि हामीले बाइक रिटर्न गऱ्यौँ र त्यहाँबाट एयरपोर्टतिर लाग्यौँ। अनि अल द वे आई वाज मेकिङ जोक्स अबाउट हाउ 30 minutes ago we were in bike and now in a public bus. बाइक रेन्टमा फिर्ता गरिसकेपछि हालत। I couldn't tell him at that moment that I was going to miss him a lot. All the moments we lived, all the memories we made, all the stories we created were hitting me like a train. Well then, we entered in airport and Krishna Kathmandu गयो। छोराहरू नि तयार छन्, लुगा पनि लगाइसके पर्खिँदैछन्। ड्राइभर दाइ आज मलाई लानलाई, तर नि किन यो मन तयार छैन जानलाई यहाँबाट। भन्दै दिन मेरो आइसकेछ। हेर्दा हेर्दै समय मेरो कति छिटो बितिसकेछ। अतालिन्छु सास फेर्न गाह्रो हुन्छ, जानु मन छैन। जानु पर्छ।
नेपालीको सपना विदेशमा मात्रै पुरा हुन्छ नेपालीको ला 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 la 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 That was it. That was it, bro. Damn. भएको साथी नि गयो उहाँले गइरहन्छ सब विदेशतिर लागिरहन्छ सब and I'm here not exactly alone but you know what I mean like गए सब